पछिल्लो समय बुटवल नारायणगढ सडक खण्डको कामले तीव्रता पाएको छ। तर दाउने खण्डमा भने सडक विस्तारको काम सुरु गरेसँगै यात्रा कष्टकर बन्न पुगेको छ। दाउने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढङ्गले भन्दा पनि आफू अनुकूल काम गर्न सजिलो हुने गरी काम गर्दा यात्रुहरूलाई शास्ति खेप्नु परेको हो। दाउनेको 14 किलोमिटर सडक पार गर्न सामान्य अवस्थामा 2 देखि 4 घण्टा लाग्ने गरेको र पछिल्लो केही दिन यता प्रायजसो 14 किलोमिटर पार गर्न 8 देखि 10 घण्टासम्म लाग्ने गरेको छ। ठाउँ ठाउँमा ठूला ठूला खाल्डा खोल्डी 1 देखि 2 फिटसम्मको धुलामय सडक कलभट निर्माणका लागि काम भएका अधिकांश ठाउँमा एकतर्फी यातायात सञ्चालन आदिले गर्दा दाउनेको यात्रा कष्टकर बन्न पुगेको छ, जसले गर्दा यात्रुहरूलाई दाउने पार गर्न निकै शास्ति हुने गरेको छ। कावासोतीबाट बुटवल गएका यात्रुहरूले आफू जाँदा 9 र आउँदा 9 गरेर 18 घण्टामा बाटोमा जाममा पर्ने गरेको बताएका छन्। धुलो धुवाले बाटो देख्नै गाह्रो हुने गरेको छ भने स्थानीयलाई धुलोले निकै शास्ति भएको जानकारी गराएका छन्। सडक पूर्ण रूपमा जाम हुने र एकतर्फी रूपमा खुल्ने क्रम नियमित जस्तो भएकाले अहिले दाउनेमा 24 घण्टा नै ट्राफिक खटाउन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख जनक बन्जाराले जानकारी दिनुभएको छ। सडक विस्तारको क्रममा रहेको यस सडक खण्डमा पहाड काट्ने कलभट निर्माण जस्ता कामले हरेक दिन सवारी जाम हुने गरेको छ। साँघुरो सडकमा एउटा सवारी बिग्रिँदा पनि जाम हुने समस्याले यात्रुले शास्ति खेप्दै आएका छन्।